नमस्कार, प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौं। यो कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो बिहीबार बिहान 7:40 बजे रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। यो कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको समन्वयमा रेडियो नेपालद्वारा उत्पादन एवं प्रसारण हुने गर्दछ। आजको कार्यक्रममा हामीले सीटीई भिटीले सञ्चालन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा जानकारी, त्यस्तै सीटीई भिटीको आंगिक शिक्षालय दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनका शिक्षालय प्रमुख राजन नेपालीसँगको कुराकानी र प्राविधिक शिक्षाको अध्ययन पश्चात सफलता हासिल गर्ने सुजन खड्गीको कुराकानीलाई आजको कार्यक्रममा समावेश गर्नेछौं। कार्यक्रमलाई पूरा समय सुनिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौं। अब हामी राख्दैछौं सीटीई भिटीले सञ्चालन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा जानकारी। नमस्कार सर। नमस्कार। आज फेरि नयाँ जिज्ञासा ल्याए जस्तो लाग्यो नि सर। म त पटक आइरहन्छु नयाँ जिज्ञासाका साथमा। आज कस्तो किसिमको जिज्ञासा लिएर आउनु भएको छ? आज नि सर, यो प्राविधिक तथा व्यावसायिक शिक्षा भनेको के हो, यसबारे मलाई जान्न असाध्यै मन छ क्या सर। अवश्य। ल सुन्नुहोस् है त। प्राविधिक तथा व्यावसायिक शिक्षा भनेको कुनै खास पेशा वा व्यवसायसँग सम्बन्धित सिप, ज्ञान र मनोवृत्ति प्रदान गर्ने शिक्षा हो। प्राविधिक तथा व्यावसायिक शिक्षाले सैद्धान्तिक ज्ञान भन्दा पनि बढी प्रयोगात्मक अभ्यासलाई जोड दिन्छ। प्राविधिक तथा व्यावसायिक शिक्षा भनेको गरीखाने शिक्षा भनेर पनि बुझिन्छ। हजुर, अनि यो प्राविधिक तथा व्यावसायिक शिक्षा किन आवश्यक छ त सर? कति महत्त्वपूर्ण जिज्ञासा राख्नुभयो तपाईले है। प्राविधिक तथा व्यावसायिक शिक्षाको अध्ययनबाट सरकारी तथा गैर सरकारी क्षेत्रमा स्वदेश तथा विदेशमा रोजगारीका अवसरहरू प्राप्त गर्न सकिन्छ। साथै यस्तो शिक्षाको अध्ययनबाट आफै उद्योग व्यवसाय सञ्चालन गर्न पनि सकिन्छ। प्राविधिक तथा व्यावसायिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बन्न मद्दत गर्नुका साथै व्यक्ति तथा परिवारको जीवन स्तरमा सुधार गर्न समेत सहयोग गर्दछ। अनि यो सीटीभिटीले कुन तहको प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्दै आइरहेको छ त सर? सीटीभिटीले प्री डिप्लोमा र डिप्लोमा तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। बुझ्नु भएन? राम्रो रहेछ सर। अनि यो प्री डिप्लोमा तहका कार्यक्रममा अध्ययनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता के हो, कति हो, यस्ता कार्यक्रमको अवधि कति हुन्छ त सर? यसबारे पनि खुलेर बताइदिनुस् न। ल सुन्नुस् है त। प्री डिप्लोमा तहमा एसईई मा एनजी लागेका विद्यार्थीहरूले अध्ययन गर्न पाउँछन्। बुझ्नु भएन? यस्ता कार्यक्रमको अवधि 18 महिनाको हुन्छ। प्री डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षाको अध्ययन पूरा गरेपछि प्राविधिक एसईई सरहको योग्यता प्राप्त हुन्छ। हजुर, अनि यो सीटीभिटीका शिक्षालयहरूमा प्री डिप्लोमा तहमा हाल अध्यापन हुने प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरू के हुन् त सर? ल सुन्नुहोस् है। कृषि तथा वन तर्फबाट म सुरु गर्छु। सुन्नुहोस् है त। प्लान्ट साइन्स, भेटेरिनरी साइन्स, लाइभ स्टक प्रोडक्सन, एनिमल हेल्थ अनि फोरेस्ट्री पर्दछन्। हजुर। अनि इन्जिनियरिङ तर्फ नि सर? इन्जिनियरिङ तर्फ मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, रेफ्रिजरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ र वाटर सप्लाई सेनिटरी इन्जिनियरिङ पर्दछन्। हजुर, अनि होटल व्यवस्थापन तर्फ पनि त होला नि सर? पक्कै पनि। जस्तो होटल व्यवस्थापन तर्फ क्युलिनरी आर्ट्स र होटल म्यानेजमेन्ट पर्दछन्। बुझ्नु भएन? साह्रै राम्रो रहेछ सर, साह्रै राम्रो। अनि अरू कार्यक्रमहरू पनि त होला नि हैन सर? पक्कै पनि छन्। अरू कार्यक्रममा कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल म्यानेजमेन्ट, इन्टरप्रेनरशिप डेभलपमेन्ट र सोशल मोबिलाइजेसन पर्दछन्। हजुर, साह्रै राम्रो रहेछ सर। अनि यो डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा अध्ययनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता पनि तोकेको होला सर। अनि यस्ता कार्यक्रमको अवधि चाहिँ कति हुन्छ होला? ल सुन्नुहोस् है त। डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमको अवधि 3 वर्षको हुन्छ हैन। स्वास्थ्य तर्फका कार्यक्रम अध्ययन गर्नका लागि एसईई मा कम्तीमा 2 जीपीए आवश्यक हुन्छ भने स्वास्थ्य बाहेकका अन्य कार्यक्रमहरू जस्तै कृषि तथा वन, इन्जिनियरिङ, होटल व्यवस्थापन लगायतका कार्यक्रममा अध्ययनका लागि एसईई मा कम्तीमा 1.6 जीपीए आवश्यक पर्दछ। बुझ्नु भएन? अनि डिप्लोमा तथा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि कक्षा 12 सरहको प्राविधिक योग्यता प्राप्त हुन्छ। असाध्यै राम्रो लाग्यो सर।
मलाई त अनि यो CTVT का शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहमा हाल अध्यापन हुने प्राविधिक तथा व्यावसायिक शिक्षाका के कार्यक्रमहरू रहेका छन् सर, यसबारे पनि बताइदिनु भए आभारी हुने थिए। ल सुन्नुहोस् है त, कृषि तथा वनतर्फ एनिमल साइन्स, प्लान्ट साइन्स, फुड एन्ड डेयरी टेक्नोलोजी, मेडिसिनल एरोमेटिक प्लान्ट्स र फोरेस्ट्री पर्दछन्। हजुर, अनि इन्जिनियरिङ तर्फ पनि होला नि सर? पक्कै पनि इन्जिनियरिङ तर्फ एग्रिकल्चरल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ अनि अटोमोबाइल इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तर्फ पनि स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ पर्दछ, त्यो पनि हुने गर्दछ हैन। अनि अर्को चाहिँ कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, जियोमेट्रिक इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक इन्जिनियरिङ र रेफ्रिजरेसन एन्ड एयर कन्डिसनिङ पर्दछन्। कति धेरै विधा रहेछ सर। अनि स्वास्थ्य तर्फ पनि होला? स्वास्थ्य तर्फ अकुपङ्क्चर, अकुप्रेसर र मक्सिबुसन पर्दछन्। अनि त्यस्तै डेन्टल साइन्स, डेन्टल हाइजिन र डायग्नोस्टिक रेडियोग्राफी पनि पर्दछन् स्वास्थ्य तर्फ, बुझ्नुभयो? हजुर हजुर। त्यस्तै गरी स्वास्थ्य तर्फमा मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, योगा एन्ड नेचुरोप्याथी पनि पढाइ हुन्छ स्वास्थ्य तर्फमा हैन। जनरल मेडिसिन, आयुर्वेद, फिजियोथेरापी, मिडवाइफरी, अप्थाल्मिक साइन्स र नर्सिङ पर्दछन् स्वास्थ्य तर्फ। हजुर, कति धेरै रहेछ सर। अनि यो होटल व्यवस्थापन तथा अन्य कार्यक्रमहरू पनि होलान्, यसबारे पनि बताइदिनुस् न सर। होटल व्यवस्थापन तथा अन्य कार्यक्रमहरूमा होटल म्यानेजमेन्ट, ब्युटी एन्ड कस्मेटोलोजी, इन्टरप्रेनरशिप डेभलपमेन्ट र सोशल वर्क पर्दछन्। थप जानकारीको लागि कहाँ सम्पर्क गर्ने होला त सर? यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरूको बारे थप जानकारीका लागि CTEVT का कार्यालय तथा शिक्षालयहरूमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। ल, धेरै धन्यवाद है सर। आज मैले सरको धेरै समय लिएँ, सर व्यस्त हुनुहुन्थ्यो होला, यति धेरै जानकारी दिनुभयो, सरलाई धेरै धेरै धन्यवाद। आजबाट त तपाईँ छर्लङ्ग हुनुभयो होइन, CTEVT मा कस्ता कस्ता विषयहरूमा पढाइ हुँदो रहेछ, कस्ता कस्ता कार्यक्रम रहेछन् भन्ने कुरामा थाहा भयो होइन? सबै कुराको ज्ञान भयो सर। अब म आफ्ना छर छिमेकी साथीभाइ सबैलाई बताउन सक्ने भए नि। ल, त्यसका लागि तपाईलाई धेरै धेरै धन्यवाद छ। सरलाई पनि धेरै धन्यवाद मेरो जिज्ञासा मेटाइदिनु भएकोमा। अहिले सुन्नुभयो CTEVT ले सञ्चालन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा जानकारी। अब हामी राख्दैछौ CTEVT को आंगिक शिक्षालय दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनका शिक्षालय प्रमुख राजन नेपालीसँगको कुराकानी। शिक्षालय प्रमुख ज्यू, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय चितवनमा पर्दछ, यसको छोटो परिचय पाउन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आंगिक शिक्षालयको रूपमा विक्रमसम्म 2075 सालमा दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको हो। यो शिक्षालय चितवन जिल्लाको माडी नगरपालिका वार्ड नम्बर 6 मा अवस्थित छ। शिक्षालयको 4 बिघा भन्दा बढी आफ्नै स्वामित्वको जग्गा जमिन प्राप्त गरी भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन भएको छ। हजुर, अनि यो शिक्षालयमा के कार्यक्रमहरू सञ्चालनमा रहेका छन्? शिक्षालयले स्थापना कालदेखि नै 3वटा 3 वर्षीय डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरेको छ। उक्त कार्यक्रमहरूमा डिप्लोमा इन फार्मेसी 40 स्वीकृत कोटा, डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्स 40 स्वीकृत कोटा र डिप्लोमा इन सिभिल इन्जिनियरिङ 48 स्वीकृत कोटामा अध्यापन गरिरहेको छ भने नेपाल सरकारको विशेष छात्रवृत्ति अन्तर्गत देशभरिका दलित, मुस्लिम र लोकमुख जातिका 40 जना परीक्षार्थीहरूलाई 3 वर्षे याचे कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। अहिले यासी दिएर भाइ बहिनीहरू चाहिँ आफ्नो नतिजा कुरेर बस्नु भएको छ हैन। दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा यासी उत्तीर्ण गर्ने विद्यार्थीहरूका लागि प्राविधिक शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन्। यहाँले अघि भन्दै गर्नुभयो हैन। यहाँको शिक्षालयमा सञ्चालित प्राविधिक शिक्षाको अध्ययनबाट विद्यार्थीहरूलाई के फाइदा पुग्दछ? प्राविधिक शिक्षा गरी खाने उत्पादनमुखी शिक्षा हो। सोही अनुरूपमा हामीले शिक्षालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने गरी उपयुक्त वातावरण सिर्जना गरी प्राविधिक शिक्षा प्रदान गरिरहेका छौँ। साथै शिक्षालयले सम्पूर्ण कार्यक्रममा अति नै न्यून शुल्कमा अध्यापन गराइरहेको हुनाले न्यून शुल्कमा उपयुक्त प्राविधिक शिक्षा लिन पनि एससी दिएका परीक्षार्थीहरू विद्यार्थीहरूले यहाँ फाइदा लिन सक्छन्। हजुर, जस्तो प्राविधिक शिक्षा भन्दा बित्तिकै प्राविधिक कुराहरू पनि सिकाउनु पर्यो र प्रयोगात्मक कुराहरू पनि सिकाउनु पर्यो हैन। यसको लागि चाहिँ त फिल्ड पनि बढी हुनु पर्यो हैन, त्यसका लागि उपकरण पनि हुनु पर्यो। यो व्यवस्था यहाँको शिक्षालयमा कस्तो छ? शिक्षालयको आफ्नै स्वामित्वमा रहेको 4 बिघा भन्दा बढी क्षेत्रफलमा भौतिक पूर्वाधारहरू, आधुनिक कक्षा कोठा, प्रयोगशाला, वर्कशप, ल्याब तथा पशु विज्ञानको परीक्षार्थीको लागि घाँसे मैदान, विभिन्न पशु चौपाएको फार्महरू रहेका छन् भने तीनवटै कार्यक्रममा पूर्णकालीन दक्ष प्रशिक्षकहरूको उपलब्धताको साथै तालिम हल, सेमिनार गृह, खेल मैदान जस्ता पूर्वाधारहरूमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ। हजुर, कतिपय विद्यार्थी तथा अभिभावकहरूलाई प्राविधिक शिक्षा
पढ्ने भन्दा बित्तिकै धेरै खर्चिलो पो हो कि हामीले सकिँदैन कि भन्ने खालको यो दोधार मन लिएर पनि बस्नुहुन्छ होइन। यहाँको शिक्षालयमा अध्यापन गर्ने प्राविधिक शिक्षाका कार्यक्रमहरूको शुल्क कसरी तोक्नु भएको छ, कसरी सहजीकरण गर्न सकिन्छ यो बारेमा? यसमा चाहिँ हामीले शिक्षालयमा अध्यापन गरिने सबै प्राविधिक शिक्षाका कार्यक्रमहरूको शुल्क चाहिँ एकदमै न्यून शुल्क निर्धारण गरेका छौँ, जुन न्यून शुल्क चाहिँ शिक्षालय सञ्चालक समितिले पनि निर्धारण गरेको शुल्क हो। र यो चाहिँ कस्तो छ भने हाम्रो 3 वर्षको डिप्लोमा कार्यक्रमको लागि जम्मा 50,000 तिर्नुपर्ने हुन्छ र त्यसमा त्यो 50,000मा पनि 5,000 चाहिँ धरौटी र 5,000 हाम्रो एक्सपोजर भिजिटको शुल्क समेत समावेश गरिएको छ। त्यसकारण एकदमै न्यून शुल्क निर्धारण गरेका छौँ। हजुर, जस्तो आर्थिक विपन्न भएका त्यस्ता विद्यार्थी पनि हुनुहुन्छ होइन, त्यस्तोहरूको लागि सुविधा दिने कार्यक्रम छ? चाहिँ आर्थिक रूपमा विपन्न वर्गका परीक्षार्थीहरूलाई सिटीभिटीको वर्गीय छात्रवृत्ति शिक्षालयमा र शिक्षालयको छुट्टै मेरिट तथा जेमदार छात्रवृत्तिको साथसाथै विभिन्न स्थानीय सरकारसँग, पालिकासँग, वडा कार्यालयसँग र सङ्घ संस्थाहरूसँग पनि समन्वय गरेर आर्थिक विपन्नता भएका विद्यार्थीहरूलाई स्कलरसिप छात्रवृत्ति उपलब्ध गराउने तथा समन्वय गर्ने गरिएको। अनि स्थानीय समुदायसँग पनि मिलेर काम गर्नुपर्ने हुन्छ होइन, शिक्षालयले के कसरी सहकार्य गर्दै आएको छ? अब समुदायसँगको सहकार्यको रूपमा चाहिँ हामीले जस्तो प्रशिक्षार्थीहरूलाई विभिन्न कार्यक्रमहरूमा उहाँ समुदायसँग सहकार्य गर्ने गरेका छौँ। हाम्रो विभिन्न 3टा कार्यक्रम अन्तर्गतकै विभिन्न कार्यक्रमहरू जस्तै फार्मेसीसँग रिलेटेड चाहिँ हामीले मानव स्वास्थ्य शिविरहरू समुदायसँगै समन्वय गरेर गर्ने गरेका छौँ भने पशु विज्ञानका प्रशिक्षार्थीहरूलाई सहयोग पुग्ने गरेर विभिन्न ठाउँहरूमा पशु स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरेका छौँ भने विभिन्न पशु फार्महरूसँग र उद्योग व्यवसायहरूसँग पनि समन्वय गरेर काम गरेको हुनाले समुदायसँगको सहकारी र समन्वय राम्रो भएको छ। ग्रेजुएट भइसकेका कति जनशक्ति तयार पार्नु भएको छ? स्थापना साल 2050 सालमा स्थापना भएदेखि नै हामीले विद्यार्थीहरूको चाहिँ प्रयोगात्मक अभ्यास र शिक्षामा चाहिँ फोकस गरिरहेका छौँ र हालसम्म चाहिँ अहिले शिक्षालयबाट पशु विज्ञानतर्फ 50 जना, सिभिलतर्फ 42 जना र फार्मेसीतर्फ 84 जना दीक्षित भइसकेका छन् भने दीक्षित परीक्षार्थीहरू मध्ये पनि फार्मेसीतर्फ करिब 85%, पशु विज्ञानतर्फ 60% र सिभिल इन्जिनियरिङतर्फ 65% रोजगार तथा स्वरोजगार भएका छन्। हजुर, अनि शिक्षालयका ग्रेजुएटहरूको रोजगारीको अवस्था कस्तो पाउनु भयो त? अवस्था चाहिँ उनीहरूले क्षेत्रसँग सम्बन्धित जागिरहरू गर्ने, रोजगार गर्ने केही परीक्षार्थीहरू सरकारी सेवामा पनि रोजगार गरिसकेका छन् भने केही चाहिँ वैदेशिक रोजगारी र कृषि तथा फार्मेसीसँग सम्बन्धित परीक्षार्थीहरूले चाहिँ आफैले स्वरोजगार उत्पादन डेभलप गर्ने र उद्यमी बन्ने अवस्था पनि रहेको छ। प्राविधिक शिक्षामा आकर्षण बढाउनको लागि के गर्नु पर्ला? प्राविधिक शिक्षामा आकर्षण गराउनको लागि चाहिँ हामीले सर्वप्रथम त प्रविधियुक्त नयाँ अपडेटेड प्रविधियुक्त टेक्नोलोजीहरूलाई चाहिँ हामीले हाम्रो कोर्सहरूमा समावेश गर्ने र त्यो कोर्सहरूसँग रिलेटेड उद्योगहरूसँग हामीले उनीहरूलाई जोड्ने र इम्प्लोयमेन्ट रोजगारको कुरामा हामीले सुनिश्चित गर्न सक्यौँ भने अहिले भएका विभिन्न प्राविधिक शिक्षा सम्बन्धीका विकर्षणहरूलाई चाहिँ के गर्न सकिन्छ भने उनीहरूलाई आकर्षण गरेर यो शिक्षा क्षेत्रलाई अगाडि लैजान सकिन्छ जस्तो लाग्छ। प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूलाई यहाँको सुझाव के रहन्छ अन्त्यमा? प्राविधिक शिक्षा भन्ने बित्तिकै गरिखाने शिक्षा हो, उत्पादनमुखी शिक्षा हो र प्रविधि नै कुनै पनि व्यक्तिको, देशको र समुदायको विकासको आधार हो भन्ने कुरा चाहिँ साथमा लिएर हामीले विभिन्न प्रशिक्षार्थीका अभिभावकहरूलाई चाहिँ के भन्ने गरेका छौँ भने तपाईँहरूले एउटा सिपयुक्त दक्ष जनशक्ति उत्पादन हुनको लागि कम्तीमा पनि सिप सिकेर आफ्नो क्षेत्रलाई अगाडि बढाउने र वैदेशिक रोजगारमा जाने अवस्था रहेमा पनि सिप नै सिकेर जानु होला भन्ने गरेर हामीले ती किसिमका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ। सीटीई भिटीको आंगिक शिक्षालय दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनका शिक्षालय प्रमुख राजन नेपालीसँगको कुराकानीपछि अब हामी अन्त्यमा राख्दैछौ बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट 3 वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन पूरा गरी हाल बुद्ध एयरमा कार्यरत सुजन खड्कीले प्राप्त गर्नुभएको सफलता बारे कुराकानी। यहाँको छोटो परिचय पाउन। मेरो जन्मस्थान चाहिँ टेकु वडा नम्बर 12, हालको स्थायी ठेगाना चाहिँ गोलढुङ्गा वडा नम्बर 5 हो। प्राविधिक शिक्षालाई यहाँले कस्तो ज्ञानको शिक्षा भनेर बुझ्नुहुन्छ? प्राविधिक शिक्षा चाहिँ अत्यन्तै आवश्यकता शिक्षा भनेर बुझ्छु म। कुनै पनि विद्यार्थीको लागि चाहिँ उसको भौतिक र मानसिक विकासको लागि र कुनै पनि फिल्डमा दक्षता प्राप्त गर्नको लागि चाहिँ अत्यन्त आवश्यक शिक्षा हो जस्तो लाग्छ मलाई चाहिँ। अनि यो प्राविधिक शिक्षाको अध्ययनका लागि केबाट प्रेरित हुनुभयो? सानैदेखि चाहिँ मलाई स्कुल लेभलदेखि नै चाहिँ विज्ञान र प्राविधिक शिक्षामा चाहिँ धेरै चाख लाग्ने गरेको थियो। म बालाजु
बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा जोइन गर्नु अगाडि नै मेरो दाइले चाहिँ मेकानिकल ट्रेड कोर्स गरेको थियो र उसको दक्षता र अध्ययन शैलीदेखि नै म धेरै प्रेरित भएको थिएँ। धेरै शिक्षालय मध्ये फेरि यहाँले बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी नै रोज्नु भएको रहेछ होइन? त्यही शिक्षालय नै रोज्नुको कारण? बालाजु स्कुल अफ इन्जिनियरिङ चाहिँ मेरो घर नजिकै पनि थियो पहिले र त्यहाँको वातावरणसँग चाहिँ म पहिले नै घुलमिल भइसकेको थिएँ र स्कुल लेभलदेखि नै मलाई विज्ञानमा चाहिँ धेरै इन्ट्रेस्ट भएको कारणले गर्दा स्कुल लेभल सकिसकेपछि चाहिँ मैले साथीहरू र आफ्नो दाइलाई सल्लाह लिएपछि चाहिँ बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा जाने सल्लाह उहाँले दिनुभयो र त्यसपछि इन्ट्रान्स एक्जाम दिइसकेपछि चाहिँ त्यहाँ नाम निस्किसकेपछि चाहिँ मैले बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी नै रोजेँ। हजुर, प्राविधिक शिक्षाको ज्ञान लिइसकेपछि व्यक्ति खाली बस्नु पर्दैन भनिन्छ, अघि यहाँले पनि भन्दै हुनुहुन्थ्यो होइन? अहिले यहाँले काम गर्दै हुनुहुन्छ होला, के काम गर्नुहुन्छ? अहिले चाहिँ म एयरपोर्ट स्थित बुद्ध एयर प्राइभेट लिमिटेड एयरक्राफ्ट अपरेटिङ कम्पनीमा चाहिँ एज अ टेक्निसियन काम गर्दैछु। कामको गति कस्तो छ? कामको गति कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ सानोदेखि एकदम क्रिटिकल कामहरू पनि गर्नुपर्ने हुन्छ र कामको गति चाहिँ धेरै नै उच्च रहेको छ। जुन काम गर्दै हुनुहुन्छ नि यो पदमा रहेर के कामहरू गर्नु पर्दो रहेछ? तपाईँले लिएको प्राविधिक शिक्षाको ज्ञान अनुसारको चाहिँ काम हुँदो रहेछ कि होइन, फरक काम हुँदो रहेछ? मैले शिक्षा लिए भन्दा अलिकति फरक काम रहेको छ त। त्यसको लागि चाहिँ यहाँ पहिले नै कम्पनीले चाहिँ ट्रेनिङहरू दिएको हुन्छ अनि मैले गर्नुपर्ने कामहरू चाहिँ यहाँ धेरै नै छ। अब बेसिकदेखि क्रिटिकल कामहरू सबै गर्नुपर्ने हुन्छ। प्रष्ट भएर भन्नुपर्दा चाहिँ यसमा चाहिँ इन्सपेक्सन, मेन्टेनेन्स अनि केही हदसम्म चाहिँ रिपेयरिङ। अनि इन्सपेक्सनमा चाहिँ डेली, विकली, इयरली इन्सपेक्सन जस्तै गर्नुपर्ने हुन्छ अनि मेन्टेनेन्समा चाहिँ स्केड्युल, अनस्केड्युल मेन्टेनेन्सहरू र केही हदसम्म चाहिँ रिपेयरिङको कामहरू पनि गर्नुपर्ने हुन्छ। अध्ययन गरिसकेपछि काममा पनि जोडिनु भएको छ होइन, रोजगारमा पनि जोडिनु भयो। यसले तपाईँलाई पनि एउटा व्यक्तिको चाहिँ क्षमता विकासमा पनि अभिप्रेरणा यसो पनि थप्यो होइन? तपाईँको विचारमा प्राविधिक शिक्षा किन आवश्यक छ जस्तो लाग्छ? प्राविधिक शिक्षा चाहिँ धेरै नै आवश्यकता छ जस्तो लाग्छ मलाई, खास गरी अहिलेको यो वैज्ञानिक युगमा जहाँ मिनेटमा चाहिँ नयाँ प्रविधिहरूको सृजना भइरहेको अवस्थामा चाहिँ प्राविधिक विद्यार्थीहरू तथा अन्य अरू वर्गका विद्यार्थीहरूलाई पनि नयाँ सृजनामा चाहिँ ढल्नको लागि र दक्षता प्राप्त गरी कुनै पनि कामलाई दक्ष लिएर सम्पन्न गर्नको लागि चाहिँ धेरै आवश्यक छ जस्तो लाग्छ र यसबाहेक राष्ट्र निर्माण, बेरोजगारी र कौशल जनशक्तिको लागि प्राविधिक शिक्षा धेरै नै आवश्यक छ। अब जाँदा जाँदै अन्त्यमा एसई दिएर बसेका आफ्ना भाइ बहिनीहरू पनि छन् होइन? ती भाइ बहिनीहरूलाई, ती भाइ बहिनीका बुवा आमालाई पनि कस्तो किसिमको सुझाव दिनुहुन्छ यहाँले? एसई दिएर बसेका भाइ बहिनीहरूलाई चाहिँ कुनै पनि विषय छान्नु वा रोज्नु अगाडि चाहिँ त्यो विषयको बारेमा चाहिँ थोरै अनुसन्धान र स्टडी गरेर र त्यो शिक्षाले चाहिँ कुन पक्षलाई चाहिँ समेट्छ पहिला थोरै अनुसन्धान गरेर मात्र रोज्नु र प्राविधिक शिक्षामा आउन खोजेका भाइ बहिनीहरूलाई चाहिँ यदि लगनशील र मेहनत गरी अघि बढेमा चाहिँ प्राविधिक शिक्षामा सफल हुन सकिन्छ भन्ने सुझाव र सल्लाह दिन चाहन्छु। आजलाई प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रम यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। आजको प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रमलाई सहजीकरण गर्नुहुने CTE-VT सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक एकराज अधिकारीलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक हरिगिरी, प्रविधि संयोजनमा मिनर्भा बज्राचार्य सँगै सहकर्मीहरू अनिता आचार्य, रमेश भट्ट अनि म रुक्मिणी पोखरेल हामी सबै बिदा हुन्छौं। नमस्कार।